शिखरहरू कुन स्कुल गाडी हो यो के छ पाठशालाको गाडी है यो पाठशालाको गाडी हो कुन गरे ग्रामीण पाठशाला ओ माई गॉड सिटको अवस्था यो छ ल ओहो के छ भाइ त्यो सिटमा आरामले बस्नु छ यहाँ राम्रोसित बस्नु न काभ्रेपलाञ्चोक जिल्लाको समग्र शिक्षालाई नै गिज्जाइरहेको यो दृश्य काभ्रेपलाञ्चोक जिल्लाको नवबुद्ध नगरपालिकामा रहेको ग्रामीण पाठशालामा यस्तो बसले दैनिक विद्यार्थीहरू ओसार पसार गरिरहेको छ तर आजसम्म ट्राफिक कारबाही शिक्षा कार्यालयहरूले गर्ने अनुगमन नवबुद्ध नगरपालिकाले गर्ने अनुगमन हुन सकेको छैन अनुगमन हुन नसक्दा विद्यार्थीहरू यसरी दैनिक ओहोरदोहोर गर्न बाध्य छन् हेर्नुहोस् त कस्तो छ अवस्था यो चाहिँ निजी गाडीको कुण्डे क्षेत्रमा साना साना नानी बाबुहरूलाई बोक्ने बसको हालत हेर्नुहोस् है साथीहरू अभिभावकजीहरू यसरी हुन्छ तर तपाईँको छोराछोरी बोक्ने गाडीको ताल सिट बस्न यहाँ बनाउनुहोस् न यार बिचमा चाहिँ खर्च त भइहाल्छ नि यो सबै कुरा चाहिँ गाउँमा त कहीँ पर्छ अब यो यस्तो अवस्थामा स्कुल बस चलाउँदाखेरि यसको बाध्यता कति होला कत्रो समस्याले उसले चलाइरहेको होला भन्ने कुरा बुझाउनै पर्ला मैले अघि नै भने होइन पहिलो कुरो यो स्कुलको अवस्था कस्तो छ भनेर बुझौँ अनि त्यसपछि गाडीको अवस्था बुझौँला भने होइन हामी झट्ट सोच्छौँ बोर्डिङ बस छन् ग्रामीण क्षेत्रमा रहेको संस्थागत विद्यालय बोर्डिङ स्कुलको अवस्था पनि दयनीय हुन्छ भन्ने उदाहरण चाहिँ यो बस पनि हो यो अवस्था मान्छेहरूको अवस्थाहरू पनि पर्छ